हेलो साथीहरू, नमस्कार सम्पूर्णमा। सन्चै हुनुहुन्छ तपाईँहरू? म आज तपाईँहरूलाई एउटा रोमान्टिक यो भिडियो लिएर उपस्थित भएको छु है साथीहरू। भिडियो अन्तिमसम्म हेर्नुभयो भने तपाईँहरू पनि एकपटक चाहिँ गजबले हाँस्नुहुन्छ या सोच्नुहुन्छ। त्यो चाहिँ भिडियो हेरेपछि नै थाहा हुनेछ गाइज। हाम्रा चर्चित द्वन्द्व निर्देशक कलाकार राजेन्द्र खड्गीले एलओभी लभको बारेमा चाहिँ यसरी परिचर्चा गर्नुभएको छ है साथीहरू। ल आउनुहोस् त यो भिडियो हेरौँ। एलओभीको लास्ट इन्डिङ सेक्समा गएर सकिन्छ भने कि कुरा बुझ्यो। अब एल भयो अनि समात्छ नि त, एलओ भयो भीमा अनि झ्राक छ उसले इ भनेर कराउँछ नि, त्यसपछि सक्यो लभ। त्यो पो हो लभको रियलै मिनिङ यो रहेछ। तिमीले राम्रै सोच न, मैले मेरो बुढीलाई लभ गरे लास्टमा इन्डिङ त्यहाँ गइसियो है। त्यो चिज कति छ कि आजसम्म रेटिरहेको छु है। तपाईँले कसरी यो रिसर्च गरेर पत्ता लगाउनु भयो? यस्तै जोस यो 65-70 वर्षको अनुभव यो धेरैलाई चाहिँ त्यसको इन्डिङ त्यही हो भने थाहा छ। तर मैले एलओभीको रियल मिनिङ भनेको मेरो साइडबाट है, दिस इज माई ओपिनियन। अरूलाई म भन्दैन, यो मेरो ओपिनियन हो है। यो कतै कतै तालमेल खान सक्छ होइन। एलको मिन्स यही हो। अब नेपाली भाषा बोल्नु भएन हो। ओको मिन्स त्यो गोलै हो, पोखाइ हो। भीको भी नै हुन्छ, त्यो थाहा भएको कुरा तैँले भइसक्यो है। अनि इन्ट्री गरिसकेपछि इ भनेर आउँछ एलओभी, त्यो हो। ओके ओके ल, ओके, लभ यु अल, लभ एलओभी। सुन्नुभयो उहाँ कलाकारले भन्नुभएको? कति मजाले चाहिँ भन्नुभएको छ एलओभीको बारेमा। तपाईँहरूले नि बुझ्नुभयो होला। कतिलाई नमिठो नराम्रो पनि लाग्न सक्छ, अब यसमा माइन्ड नगर्नु होला। मैले चाहिँ यो रमाइलोको लागि तपाईँहरू समक्ष ल्याएको हो यो भिडियो हेरेर पक्कै पनि इन्जोय गर्नु होला भन्ने मलाई लाग्छ। यस्तै यस्तै भिडियो लिएर आउनेछु, साथ सपोर्ट दिँदै गर्नु होला। हस्त नमस्कार, धन्यवाद।